परल लोड गर्न आउनु भएको भाइ एउटा मात्रै भएछ पराल्नु लागि परल भित्र त सुनै सुरुको रहेछ नेताहरूको यस्तो अब नेताहरूको पैसा यस्तो हुन्छ एक टकीमा 2 करोड पाउँछ कति भने बजार जसले दिएर त्यो अब झन् कुन आयो भने त्यो चाहिँ बरु त्यो तस्कै असर गरेन त्यसले समाजलाई गाँजा खाएर काम गर्यो भने के काम गर्छ यही काम लेबर दिनु यो भ्यूको पैसा निस्क्यो जस्तो निस्क्यो कति भयो भने पुराले सब भनेको रहेछ 10 बढी छैन अनि टोटल कति भयो टोटल कति भयो अस्ति त्यो खोला डिस्ट्रिब्युट गर्दा तपाईँ छैन तर हामीले त्यो खुरीले काट्ने बेला नि नकाटिदिएको त्यही सेम त्यही प्याकेट त त्यही रिपिट त हो नि अनि म आएर हेर्दा बित्तिकै अनि के हो भन्नु सबै कसैले के भन्ने कसैले के भन्ने दूर लगेर गएर आएको घिमिरे बाले बाबु बाबु यहाँ आउँछ भन्नु बोला आएर हेरेको त अनि मलाई अझ उतले मैले यहाँ आएर नहेरेको मोबाइलमा फोटो खिचेर देख्ने बित्तिकै यो गाँजा पुलिस बोलाइदियो भनेर मैले त्यहाँ गएर रामपानेलाई भनेको त हो होइन चाँडो पुगेर यो के हो भन्ने कुरो मलाई थाहा हुँदैन थियो मैले अस्ति डिस्पो गर्दाखेरि हामीले डिस्पो गरेको थियौँ नि त मलाई त्योहरू यस्तो प्याकिङ गर्दो रहेछ भन्ने मैले त्यही अनुमानित गरेको थिएँ कि त्यो देख्ने बित्तिकै यो गाँजा भन्दै कहिले बम भन्छ कहिले के लिएर त्यहाँ पेट्रोल र पोका के भन्छ कहिले पैसा भन्छ कहिले बम भन्छ अनि त्यो के भन्दैन अनि म आउने बेला त 31वटा छ क्या सबै डबल गर्दाखेरि 31वटा गर्ने मैले है कति 3 क्विन्टल भन्दा बढी छ क्या 3 क्विन्टल भन्दा बढी छ यो त टोटल 31 हो सानो सबै के होइन उहाँले देखेको एकदम सही हो मैले 6:30 बजे म दुध लानको लागि स्कुटी निकालेर ठ्याक्क निक्लिन लगाएको थिएँ निक्लिन लागेको ट्र्याक्टर आयो है अनि उहाँले 6 बजीतिर देखाएको रहेछ टाइमिङ त मिल्यो त अनि लगै रहेछ नि दुईटा त उहाँले मैले 6:30 बजे ट्र्याक्टर भित्र कहाँ लाग्यो भने पराल लोड गर्न जानु लाग्यो भने म पर्सा गएर दुध पुऱ्याएर आउँछु भन्दाखेरि ल यहाँ पराललाई के देखियो भनेर सबै दौड डुब्बाएको थियो के छ भनेर चिप्पड सब के जस्तो लाग्यो यो मान्छेले पागल बनाउँछ गाडीमा लानु लन्छ खुट्टा दुईटा छ